छोटा 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 तान्नु तिमीलाई दादागिरी गर्न गुन्डागर्दी गर्न जानुभयो हो। तपाईँ बोल्ने मान्छेको र मैले भन्ने मान्छे त एउटै कुरा हो के। तपाईँ बोल्दाखेरि तपाईँले दिने कुराहरू इन्टरभ्यू दिने कुराहरू छैन। पत्रकारको हैसियतले बोल्नुहुन्छ। राष्ट्रको चौथो अङ्गले बोलेको कहिले तपाईँ को? तपाईले कुन पत्रिका हो? पहिला पत्रिकाको नाम भन्नु पर्यो क्या। अर्कालाई दुनियाँभरको कुरा गर्नुभन्दा त के भन्नु? तपाईँ कुन पत्रकार हो भन्नुहोस् त पहिला। तपाईलाई नागरिकको करले मोटाएको हो। यहाँ सुन्नु न, तपाईँ बढी कुरा तपाईँ कुन पत्रिका हो भन्नुहोस् त पहिला। कुन पत्रकार हो तपाईँ? पत्रकारको नाम दिनु पर्यो। तपाईलाई चाहिँ नागरिकको करको माग मागे हो। यहाँ सुन्नु, त्यो करको कुरा छोड्नुहोस्। तपाईँ पत्रकारको घरमा के हो नाप्ताले नगरपालिकाको प्राङ्गणभित्र सेवा गर्दा तपाईँले कानुनलाई पालना गर्नु भएन। तपाईँले कानुनमा हातमा लिनुभयो। तपाईँले चाहिँ नगरपालिकाको नगर उपप्रमुख कम दादागिरी र गुन्डागर्दी बढी देखिएको तपाईँको त्यो दृश्यमा चाहिँ। तपाईँले भन्ने शैली स्वाभाविक हो। यो दादागिरी होइन, आत्मरक्षाका लागि जागेको कुरा हो। त्यो आत्मरक्षाका लागि मैले बहिनी पनि अवस्था थियो। कसैले आमा त्यहाँ दादा छोटा 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 राज भाइ छोटा जान तान्नु तिमीलाई। नमस्ते अनि हार्दिक स्वागत छ। म आलोक जङ साउद। बाजुराको बुढीनन्दा नगरपालिकामा जनप्रतिनिधिको आचरणमाथि गम्भीर प्रश्न उठाउने घटना सार्वजनिक भएको छ। नगरपालिकाका उपप्रमुख राम बहादुर बोहराले नगरपालिकाकै प्राङ्गणभित्र एक शिक्षकमाथि कुटपिट गरेको घटना सार्वजनिक भएको छ। स्थानीय स्तरमा यस्तो व्यापक चर्चा भइरहेको सार्वजनिक पदमा रहेका व्यक्तिबाट भएको भनिएको यस्तो व्यवहारले जनप्रतिनिधिको जिम्मेवारी, कानुनी शासन र नागरिक सुरक्षामाथि प्रश्न खडा गरेको छ। जनताको सेवा र अधिकारको संरक्षण गर्ने जिम्मेवारी बोकेका जनप्रतिनिधिबाट नै हिंसात्मक व्यवहार भएको दृश्यले बाजुराको बुढीनन्दा नगरपालिकाको घटना चर्चाको केन्द्रमा पुगेको छ। नगरपालिकाका उपप्रमुख राम बहादुर बोहराले नगरपालिकाकै प्राङ्गणभित्र एक शिक्षकमाथि लाठा प्रहार गर्दै कुटपिट गरेका छन्। सार्वजनिक पदमा रहेका व्यक्तिको व्यवहारले राज्यप्रतिको नागरिकको विश्वासलाई प्रत्यक्ष प्रभाव पार्ने भएकोले यस्ता घटनाको सत्यता छिटो सार्वजनिक हुन निकै आवश्यक छ। यद्यपि घटनाबारे उपप्रमुख बोहराको भनाई के छ, घटनाको कारण के थियो र सम्बन्धित निकायले छानबिन प्रक्रिया अघि बढाएको छ वा छैन भन्ने पक्ष पनि उत्तिकै महत्त्वपूर्ण छन्। यदि आरोप पुष्टि हुन्छ भने सम्बन्धित व्यक्तिमाथि कानुनी अनुसार कारबाही हुनुपर्ने र सार्वजनिक पदमा रहेका व्यक्तिले उच्च नैतिकता र संयमता प्रदर्शन गर्नुपर्ने अपेक्षा नागरिकको छ। जनप्रतिनिधि नागरिकका लागि अनुकरणीय पात्र मानिन्छन्, तर उनीहरूमाथि नै हिंसात्मक व्यवहारको आरोप लाग्दा, हिंसात्मक दृश्य देख्दा जनविश्वासमा असर पर्न सक्छ। सबैको चासो निष्पक्ष छानबिन, सम्बन्धित सबै पक्षको भनाई र कानुनी प्रक्रियाको निष्कर्षतर्फ केन्द्रित भएको छ। बाजुराको बुढीनन्दा नगरपालिकामा जुन दृश्य देखियो त्यो दृश्य नगरपालिकाका लागि, उपप्रमुखका लागि, सिङ्गो नगरपालिकाका लागि, सिङ्गो बाजुराका लागि निकै लज्जास्पद दृश्य हो। यो विषयमा बुढीनन्दा नगरपालिकाका नगर उपप्रमुख के भन्नुहुन्छ त? उहाँलाई हामी प्रत्यक्ष टेलिफोन संवादमा जोड्ने प्रयास गर्दैछौँ। नमस्ते, स्वागत छ कार्यक्रममा। तपाईँ निर्वाचित भएर जानुभयो नगरपालिकामा, तपाईँहरू के गर्न जानुभएको? दादागिरी गर्न, गुन्डागर्दी गर्न जानुभयो? तपाईँ बोल्ने मान्छेको र मैले भन्ने मान्छे त एउटै कुरा हो के। तपाईँ बोल्दाखेरि तपाईँले दिने कुराहरू इन्टरभ्यू दिने कुराहरू छैन। पत्रकारको हैसियतले बोल्नुहुन्छ। राष्ट्रको चौथो अङ्गले बोलेको कहिले तपाईँ को? तपाईले कुन पत्रिका हो? पहिला पत्रिकाको नाम भन्नु पर्यो क्या। अर्कालाई दुनियाँभरको कुरा गर्नुभन्दा त मेरो पत्रकार यो, मेरो पेसा यो, मेरो धर्म यो।
म नेपाल राष्ट्रका लागि जोने भनेर भन्नु न पहिला सुन्नु न के भयो भने सुन्नु न तपाईँ जान्नुहुन्न के दाबी यस्तो हामीसँग हुँदैन है सुन्नुहोस् मेरो कुरा तपाईँ के सुन्नु तपाईँ कुरा सुन्दैन म के कुरा सुन्ने सेवाग्राहीलाई नगरपालिका गेटमा किन कुट्नु भयो हो त्यो भन्दा पहिला कसरी किन कुट्नुभयो तपाईँको काम के थियो को मान्छेलाई कुट्यो भने तपाईँ कुन पत्रकार हो भन्नुहोस् त पहिला तपाईलाई नागरिकको करले मोटाएको हो यहाँ सुन्नु न तपाईँ बढी कुरा कुन पत्रिका भन्नुहोस् त पहिला कुन पत्रकार हो तपाईँ पत्रकारको नाम भयो तपाईँलाई चाहिँ नागरिकको करको मात लाग्यो हो यहाँ सुन्नु त्यो करको कुरा छोड्नुहोस् तपाईँ राष्ट्रियता यहाँ पत्रकारको धर्म के हो पेसा के हो त्यो सबै कुरामा भन्न सक्छु तपाईँ कुन पत्रकार हो के हो नाम भन्नुहोस् लाप्पाले नगरपालिकाको प्राङ्गणभित्र सेवा तपाईँ हो पहिला त्यो भन्नु पर्यो नि त त्यसरी भनेपछि मैले पढ्न तपाईँले भनेको कुराहरू मिडियाको कुरा सुन्ने मान्छे हो त्यो सबै कुरामा आधारित मान्ने मान्छे हो सुन्नुहोस् अब तपाईँले आफ्नो प्राङ्गणभित्र नगरपालिकाको प्राङ्गणभित्र सेवाग्राहीलाई लात्ताले किन कुट्नुभयो हो त्यो सुन्नुहोस् हामी मेरो कार्यकर्तामा बसेका थियौँ नगरपालिकाको कार्यकारीको भित्र गएर कार्यकारीलाई गाली बिजती गरिसकेपछि कार्यकारी दौडेर लेखामा आयो लेखामा आइसकेपछि लेखापालले अङ्कल तपाईँ नेता हो तपाईँले भने मान्छे हाकिमलाई खेद्यो यहाँ लेखामा आइसकेपछि फेरि समस्या पर्ला त्यो सेवाग्राही पनि होइन त्यो टिचर हो राज टिचर हो त्यसपछि यहाँ सङ्गठन नेकपा एमालेको शिक्षक सङ्गठनको यहाँको सचिव हो अनि त्यो मान्छे गएर यहाँ तल हेर्नुहोस् यो भित्तामा दिशा फेरिरहेछ त्यो पैन्टमा दिशा गरिरहेछ तपाईँ जानुहोस् त्यसलाई जसरी पनि सम्झाउनुहोस् भनेर लेखापालले मलाई अनुरोध गरिसकेपछि कर्मचारी नभएको अवस्थामा सारा तल म जाँदै गर्दा अनुसन्धानको नेपाल अनुसन्धानको प्रहरीमाथि उसले हातपात गर्यो त्यहाँपछि शिक्षक एउटा पूर्व शिक्षक महासङ्घको अध्यक्ष एवं त्यो विजन साईमाथि पनि उसले हात प्रहार गर्यो त्यसपछि पत्रकार आफै जो भिडियो बनाइरहेको छ त्यो मान्छेका लागि पनि जेलमा हान्यो त्यसले अनि म पनि जानु अप्ठ्यारो भयो सुन्नु हजुरले त्यसपछि मलाई हानेर पहिल्यै यहाँनिर एक काटेर बलट आइसक्यो त्यो सबै भिडियो हामीसँग पनि छ हामीले हाल्यौँ न मानवीय धर्म हो अनि त्यसपछि मैले हान्दा अगाडि झुनिसकेको एकचोट हानिसकेपछि सनानक्ष झुनिसकेपछि एक दुई चोट उहिले हाने एक दुई चोट मैले हाने त्यो भएका कुरा छ उहिले माथि नागिएको छ नेपाल प्रहरीको निकटमा 2 दिन लागेको छ त्यसपछि फेरि उसले त्यो सबै कुराहरू उहिले बोलेको छ हामीले त्यो उसलाई दुर्व्यवहार उहिले ममाथि गरेको छ मलाई जनताले धम्की गरेको छ अनि केही मान्छेहरू ल्याएर मलाई कुद्नु खोजिरहेछ अनि जनसेवा कुनै पनि सेवा गराइ हो भनेपछि त्यस्तो किसिम हुन्छ केही स्थानीय हाम्रै कर्मचारी हामीमाथि दुर्व्यवहार गरेर अहिले तपाईँलाई प्रष्ट रूपमा यही तपाईँको फेसबुक इमेलबाट म तपाईँलाई उहिले गरेका क्रियाकलापहरू सबै म पोस्ट हजुरलाई गर्छु ओके सुन्नु न ठिक छ तपाईँलाई आन्तरिक रूपमा उहाँले के गर्नुभयो बाह्य रूपमा के गर्नुभयो तपाईँको व्यक्तिगत के थियो त्यो आफ्नो ठाउँमा रह्यो तर सामाजिक सञ्जालमा तपाईँले उहाँलाई निर्घात रूपमा कुटपिट गरेको लात्ताले हिर्काएको त्यो दृश्य छ तपाईँ त एउटा न्यायमूर्ति पनि हो तपाईँ त्यो नगरपालिकाको न्यायिक शाखाको प्रमुख पनि हो तपाईँले चाहिँ त्यसलाई कानुनको जिम्मा लगाउनु पर्ने ठाउँमा तपाईँ दादागिरी देखाउनु भयो त भने त्यहाँ हो हजुरले भन्नु कुरा स्वाभाविक हो त्यो दादागिरी जस्तो सत्यमा फोटो आइले बनाएको हो कि कसैले बनाएको हो बनायो पत्रकारले मलाई बनाइसक्यो पत्रकारले मैले पछि भन्दा यो पत्रकार यस्तो पनि लाग्नु पर्यो भन्दा यति भयो हामीले खिन्न सक्यौँ न अब हजुरलाई हामीले त्यो गरेको दुर्व्यवहार पत्रकारमाथि पनि दुर्व्यवहार भएको छ अनि कोल्टीमा आउने मान्छे नागरिक कहिले सुरक्षित नहुने अनि दिनमा नेपाल सरकारको जागिर खाने अनि नगरपालिका आएर सरकारको कति पत्रकार कुटिया छन् कति सुरक्षाकर्मी कुटिया छन् त्यसको व्यवहार हेर्नुहोस् मैले मेडिकल रिपोर्टदेखि लिएर सबै कुरा भएको छ सबै हानेको उसको प्रमाण हामी राखिएको छ उसले मिडिया त्यो फोटो धेरै पहिले अनि अहिले सार्वजनिक भएको छ सुन्नुहोस् तपाईँ त्यो नगरपालिकाको न्यायमूर्ति पनि हो मैले यसो किन भने तपाईँ न्यायिक शाखाको प्रमुख पनि हो उहाँ गलत हुनुहुन्थ्यो भने कानुनको जिम्मा लगाउनु पर्थ्यो अहिले तपाईँको सामाजिक सञ्जालमा व्यापक रूपमा भिडियो भाइरल भइराखेको छ अब नैतिक रूपमा तपाईँलाई के कारबाही हुन्छ होला भन्नुहोस् त कारबाहीको मलाई कारबाही गर्नुभन्दा अब कारबाहीमा भुल्न तयार छु मैले यस्तो आलोचना गर्दै भन्छु म कसैले मलाई हामी पिछन गर्न त्यसको प्रतिकार हुन्छ म कुनै पनि सहन सकिँदैन
तर त्यो त्यो दृश्य कुरा पाउनका लागि सुन्नु न, निर्वाचित भएको होइन। म कसैले प्रमुखज्यू। नराम्रो काम गर्ने मान्छेका लागि सबै मिडियामा तपाईँले ल्याउनु स्वाभाविक हो। अब कुरा के हुन्छ भने हामीले गरेको कामलाई पनि सार्वजनिक गर्नु पर्यो पत्रकारज्यू। अनि त्यसपछि शिक्षकले पढाउने कामको जानकार त्यो सेवा गरायो हजुर। उपप्रमुखज्यू त्यो भिडियोमा के हजुर। देखियो भने तपाईँ त्यसमा सुन्नु न, नेपालका सबै मान्छेहरू उस्तै छन्। उनीहरूले ममाथि आइजात लाग्छन्, त्यो कसैमाथि लाग्छन् भने त्यो त ममाथि त नेपाल प्रहरी भएन भयो, बाहिरबाट गोली हान्छ नि। सुन्नु न। त्यस्तो अपराधी सङ्गठनमा अपराधी गर्ने अनि नगरपालिकामा अपराधी गतिविधि गर्नु त पाइँदैन होला नि। गतिविधि त्यसको गतिविधि गरेपछि राम्रो त नहोला हजुर। उपप्रमुखज्यू सामाजिक सञ्जालमा भाइरल भएको दृश्यमा तपाईँ न्यायमूर्ति, तपाईँ नगरपालिकाको तर उनीहरूले अनावश्यक मलाई हानछिन गर्नका लागि तलमाथि मार्ने धम्की गरिसकेपछि मैले आफ्नो ध्यान जगाउनका लागि त्यस्तो प्रतिकार गरेको। उहाँले त्यसपछि त्यो शिक्षक सङ्गठनको यहाँको सचिव हो। अनि त्यो मान्छेले मलाई गर्ने व्यवहार भने मलाई मारेन त भयो। कानुन छ, कानुनका हात दिँदा प्रहरी बोलाउँदा हामीसँग 600 मिटर टाढा नेपाल प्रहरीको छ, त्यहाँसम्म आउँदा मैले हात प्रहार गर्दा मैले आनन्द मैले ढुङ्गा समाजको हातमा उपप्रमुखज्यू अगाडि झुलिएको छ। त्यसपछि त्यसको प्रधानमन्त्री बालन भए पनि आफूलाई बाँध्नका लागि धेरै कोसिस गर्छ हजुर। जसले पनि आत्महत्याका लागि जोखिम लाग्छ। तपाईँलाई मेरो अन्तिम प्रश्न धैर्य गरेर सुनिदिनुहोस्। तपाईँले कानुनलाई पालना गर्नु भएन, तपाईँले कानुनमा हातमा लिनुभयो। तपाईँले चाहिँ नगरपालिकाको नगर उपप्रमुख कम दादागिरी र गुण्डागर्दी बढी देखिएको तपाईँको त्यो दृश्यमा चाहिँ तपाईँले भन्ने शैली स्वाभाविक हो। यो दादागिरी होइन, आत्मरक्षाका लागि लागेको कुरा हो। त्यो आत्मरक्षाका लागि मैले बन्नुपर्ने अवस्था थियो। कसैले अब त्यहाँ दादागिरी भन्यो भने उसै हुन्छ। तर उसको मेरो दुर्टेनाको मान्छे, यहाँको कार्यकारी लेखापाल, राष्ट्रिय अनुसन्धानको नेपाल प्रहरीको मान्छे, त्यसपछि लेखापाल अनि अन्य नागरिकलाई सोद्धा पनि कसको के थियो भन्ने विषयमा त्यो बुझ्दा हुन्छ। उसले राखेको भित्र लट्ठी भित्र राखेको छ, त्यसपछि चक्कु राखेको छ भित्र। त्यसपछि त्यो गएर नगरपालिकामा सार्वजनिक उसमा दिशा पिसाब गर्दाखेरि पनि हामीले त्यसलाई त्यहाँ बसेर त्यसलाई मार्न आए पनि मार हजुर उपप्रमुख भन्नुपर्ने हो भने केही कुराले भन्नुहोस्। होइन भने हजुरलाई त्यसकै म पठाइहाल्छु हजुरलाई। तपाईँले त्यो भिडियोमा ड्याङ ड्याङ हामीले प्रश्न गर्दा गर्दै बुढीनन्दा नगरपालिका बाजुराका उपप्रमुखले हामीले प्रश्न गर्दा गर्दै उहाँले हाम्रो फोन काट्नु भएको छ। हामी एमसीआर मास्टर कन्ट्रोल रुमलाई फेरि आग्रह गर्छौँ उहाँलाई फोन लगाउनका लागि। साँच्चीकै विधिको शासन खोइ त यहाँ, कानुन राज्य खोइ त यहाँ चाहिँ। एकजना सेवाग्राही उहाँले भनेअनुसार उहाँ शिक्षक हो अरे। एकजना शिक्षकलाई उपप्रमुख, उहाँ आफै पनि न्यायमूर्ति हो। अझै भन्दा नगरपालिकाको उहाँले चाहिँ न्यायिक शाखा पनि हेर्नुहुन्छ। यो भिडियोले प्रश्न के देखाउँछ भने उहाँ न्यायमूर्ति कम, उहाँ नगरपालिकाको उपप्रमुख कम, दादागिरी र गुण्डागर्दीमा उत्रिएको चाहिँ बढी देखिएको छ। यसमा चाहिँ सत्य तथ्य के हो छानबिन गरेर चाहिँ दोषीलाई कारबाहीमा ल्याउन हामी आग्रह गर्छौँ। देशमा चाहिँ उपप्रमुखले चाहिँ त्यसरी चाहिँ हिंसात्मक गतिविधिमा उत्रिनु भन्दा उहाँलाई चाहिँ कानुनको जिम्मा लगाइदिनु पर्थ्यो देशमा। उहाँले चाहिँ कानुनलाई हातमा लिएको आभास यहाँनिर भएको